यदि तपाईलाई पनि लाग्छ कि जिम छिर्ने बित्तिकै 6 महिनामा बडी बन्छ, यो सुन्नुस्। डाइट प्लान स्क्याम। ट्रेनरले बिहान 6 वटा अन्डा र बेलुका मज्जाले चिकन ब्रेस्ट खाऊ भन्छ, तर मज्जाले क्याल्कुलेसन गर्दा त्यो डाइटको महिनाको खर्च आफ्नो बुवाको आधा स्यालेरी भन्दा बढी निस्किन्छ। ऐनाको जादु। जिमको ऐनामा लाइटिङ यसरी मिलाइएको हुन्छ कि भित्र हेर्दा आफूलाई ऋतिक रोशन, र त्यही ज्यान लिएर आफ्नो घर गएर ऐना हेर्दा सुकेको दाउरा। प्रोटिनको गफ। वर्कआउट सुरु गरेको 2 दिनमै ट्रेनर दाइले बाबु डब्बा नखाइ त तिम्रो ज्यान बन्दै बन्दैन भन्दै आफ्नो कमिसन भएको महँगो प्रोटिनको बट्टा भिडाइहाल्छन्। केटीको ऐया। तिमीले 50 केजीको डेडलिफ्ट उठाउँदा पनि ऐया आथा गरे पनि कसैले हेर्दैन, तर जिममा कुनै केटीले 2 केजीको डम्बल मात्र उठाएर ऐया मात्र भन्यो भने जिमका सबै केटाहरू हेल्प गर्न उडिहाल्छन्। सोमबारे जोस। नयाँ वर्ष वा सोमबारको दिन जोसिएर 3 महिनाको पैसा एडभान्स तिरिन्छ, तर जिम गइन्छ 4 दिन। बाँकी 2.5 महिनाको पैसा जिम साहुको खल्तीमा सित्तैमा दान भइदिन्छ। यति हो।